उनीहरूसँग चाहिँ कम्पेयर नगर्नु तपाईँलाई चाहिँ। तिमीसँग कम्पेयर गर्नु भएन हो। कस्तो कुरा गर्छ यो मान्छे। ल यहाँ हाम्रो सिकारीको सरदार हुनुहुन्छ। हेलो साथीहरू, हजुरहरूलाई फेरि पनि धेरै दिन बादमा मेरो सानो भिडियोमा स्वागत छ। र आज चाहिँ धेरै दिन बादमै भनौँ न एउटा जग्गा जाँदैछौँ घुम्नु है। कोसँग जाँदैछौँ भने चाहिँ दाजुहरूसँगै हो। सो कहाँ पुग्छौँ के गर्छौँ है, भिडियोको लास्टमा बनिरहनुहोस् होला, मजा आउनेछ है त। यात्रा चाहिँ सुरु भइसकेको छ है। यहाँ हेर्नु यहाँ दाजु हुनुहुन्छ एकजना। अन्त दा हौ किशोर दा है अझै बाटोमा छ एक दुईजना दाजुहरू, उहाँहरू पनि भेटिसकेर देखाउँछौँ। यता हेर्नु न एकपल्ट, पासँग यता हेर्दा एकपल्ट। दादा हुन् त यता पनि अहिले युट्युबरै हुँदो रहेछ है। फ्रेसमा हेरेको हिँड्नलाई पुरा हाँस्छु राति भएपछि चाहिँ सुत्नु चाहिँ मान्छेले फेरि यो जग्गामा चाहिँ साथीभाइ यो सुभाष घिसिङज्यूलाई चाहिँ एट्याक गरेको जग्गा चाहिँ यही हो है। हाम्रो ग्रुपमा चाहिँ यही दा चाहिँ हो। अहिले मजाको मुड भइसकेको छ उहाँको। अन्त रेला ठट्टा गर्दा, किनभने बोलेको चाहिँ मैले हालिनँ नि त, किनभने कपिराइट लाग्छ है। चाहिँ को आएको थियो भन्दाखेरि चाहिँ देखाउँछु तपाईँहरूलाई, हेर्नुहोस् ल। हेलो ओम दाजु है, उहाँ पनि भ्लगरै हुनुहुन्छ। सो यहाँ हाम्रो पासाङ दा, किशोर दा, यता हाम्रो यता मेन डेट चाहिँ यहाँ चाहिँ फेरि। सो फाइनली चाहिँ अहिले चिम्नी भन्ने जग्गामा आइपुगेको छौँ है। अब यहाँ खानपिन गर्छौँ। सो हेरौँ ल यहाँ हाम्रो सिकारीको सरदार हुनुहुन्छ। सो अब यहाँ चाहिँ खानपिन हुन्छ है। त्यहाँबाट फेरि कहाँ जान्छौँ के गर्छौँ त्यो पनि देखाउँछु तपाईँहरूलाई। हाम्रो खानपिनको चाहिँ बन्दोबस्त चाहिँ यहाँनिर मिलाएको थियो त साथीहरू। बस्तीको कुखुरादेखि लिएर सुकुटीदेखि लिएर सबै के बन्दोबस्त थियो, सबै यहीँनिरै थियो त साथीहरू। अर्ग्यानिक लोकल चुलामा फेरि हो, मजाले हाम्रै बन्दोबस्त हुँदैछ त्यहाँनिर। के भयो यिनीहरूसँग के गर्नु है, कन्टेन्ट क्रिएट गरेँ भनेको मैले। तिमीले त मेरो कुरा गर्छ तिमीले। उनीहरूसँग चाहिँ कम्पेयर नगर्नु तपाईँलाई चाहिँ। तिमीसँग कम्पेयर गर्नु भएन हो। कस्तो कुरा गर्छ यो मान्छे। यता फेरि उहाँ एक्लै कहाँ गएर हराउनु भएछ भनेको त उहाँ आफ्नो धुनमा रिल्स बनाइरहनु भएको रहेछ जङ्गलमा गएर फेरि हो एक्लै। अब यति बेला चाहिँ विनोद दालाई चलाउनु हुँदैन नि त, ऊ आफ्नो धुनमा छ अब हो, मजाको मुडमा भएर बसिरहेछ, हिँड्नु सकेको छैन ऊ। ल साथीभाइ, आजको लागि चाहिँ भिडियो यति नै है। मन पऱ्यो भने फलो सब्सक्राइब नजानुहोस्। लभ यु अल।